नमस्ते साथीहरू, तपाईहरूले सुन्दै आउनुभएको थियो होला कोरियामा चाहिँ तलब लिन त बोरा नै लिएर जानुपर्छ भन्ने बारेमा। हो, तपाईँले जे सुन्नुभयो एकदमै सही सुन्नुभयो, गलत सुन्नुभएको थिएन। म पनि पैसा बुझ्नको लागि चाहिँ बोरा लिएर यसरी आउँदैछु। आएर बोरामा खाँदी पैसा जम्मा गर्दैछु। एकदम गाह्रो छ। सामान्य तरिकाले खाँदेर पनि हुँदैन। जति धेरै खान सक्यो त्यति धेरै पैसा हाल्न सकिन्छ। अनि जति हाल्न सक्यो त्यो सबै पैसा आफ्नो हुने हुनाले त्यसरी बल गरेर सकी नसकी भर्दैछु। तपाईहरूलाई अझै राम्रो आइडिया छ कि कसरी पैसा धेरै भर्न सकिन्छ, यहाँ मलाई कमेन्ट मार्फत जानकारी गराउनु होला। धन्यवाद।